राजमती कुमती घरमा छैन श्रीमती आए बाबा चुनाव आयो नि भोट दिने मन छैन नदिए पनि हुँदैन आए बाबा राजमती चा। नमस्कार हजुर। नमस्कार। मलाई यो चुनावमा हजुरले एक भोट दिएर अत्याधिक बहुमतले विजय गराउनुहोस्। ल मैले एक भोट दिएर कसरी अत्याधिक मत आउँछ? थोपा थोपा मिलेर समुद्र बन्छ हजुर। ए हो र? ल ल जाऊ। पहिला भोट दिन्छु भन्नुस् न हजुर। दिन्छु भने दिन्छु, भातमा र जाऊ। तपाईको बडी ल्याङ्ग्वेजले भन्छ कि हामीलाई भोट दिनुहुन्न। अब के कागज गरेर दिनु पर्यो भातमा र? सबैलाई दिन्छु भनेको थिए, तिमीलाई पनि दिन्छु भनिहाले नि। भोट हो हजुर, खाजा होइन। सबैलाई दिन कहाँ मिल्छ? अनि भातमा र तिमी त तराईको मान्छे, यहाँ कसरी उठ्यो? किन? यो मेरो देश होइन? हो मैले कहिले होइन भनेको छ ल, तर आफ्नो दाजुभाइ साथीभाइ चिनिया जाने सबै तराईमा छ, अनि यहाँ उठेर कसरी बढी भोट आउँछ? ना हजुर, एउटै क्षेत्रको मान्छेलाई बार बार झुट बोल्नु हुँदैन। पोहोर साल मैले त्यहाँ 8-10 वटा ठाउँमा झुट बोलेर आइसकेँ। अब हामीलाई त्यहाँ विश्वास गर्दैन। भोट माग्दा फ्रेस ठाउँमा गएर माग्नु पर्छ नि त हजुर। म त यसपालि कसलाई भोट दिउँ भनेर सोचेर बसेको है। यसो विचार गर्दा जसले पैसा दिन्छ उसलाई भोट दिने निर्णयमा पुग्यो। मेरो तोलमा मेरो हातमा 150 भोट छ। किन्ने हो? दसैँको खसी हो र किन्ने? खसी किन्ने, लुगा किन्ने, भोट किन किन्ने? ए भोट नकिन्ने? आफू त व्यापारी मान्छे, सामान सस्तोमा बेच्नु पर्यो भने विष्णुमतीमा लगेर फ्याँक्थ्यो, बेच्दैन थियो। अब भोट पनि किन्दैन भने 4 गते जाने, मजाले लाइन बस्ने, छाप हाल्ने, भोट बक्सामा नखसाल्ने, विष्णुमतीमा लगेर फाल्ने। हाम्रो भोट कम महँगो छ, तिमी त सिधै 70मा पुग्छ। यस्तो कुरो नगर्नुहोस् हजुर। भोट बेच्ने, भोट नहाल्ने कुरो गर्नुहुन्न। आफ्नो मतको सदुपयोग गर्नुपर्छ हजुर। 4 वर्षको समय तिमीले सदुपयोग गर्यो? हामीले हालेको भोटको तिमीले दुरुपयोग गर्यो कि सदुपयोग गर्यो? यस पटक हुँदैन त्यस्तो। 1 वर्षमा संविधान कन्फर्म। पक्का? पक्का मात्रै होइन हजुर, छक्का सत्ता। ल त्यसभए यहाँ सही गर, यो ल्याप्चे पनि लगा। हातको ल्याप्चे लगाउनु पर्ने? हातको ल्याप्चे मात्र होइन भातमा र, तिमी नेताहरूको विश्वास हुँदैन, त्यसैले हातको औँला मात्र होइन खुट्टाको औँला पनि ल्याप्चे लगा यहाँ। ओहो, यति ठुलो नेता आज मेरो घरमा? अचम्म। हुन त काल र नेता समय आएपछि मात्र आउँछ भन्थे। सही रहेछ। बसौँ बसौँ।